घरमा त्यो सामान निकाल्नु त्यो त आफ्नो खारुले केही गर्दैन केही गर्दैन सन्डेको दिन त पुरा बस्ने सन्डेको दिन त गाडी पठाएर बस्ने हो गाडी पठाएपछि दिनभरि बस्ने त्यो केही गर्दैन हामीलाई त यस्तो बार्को लगाउँछ भने बार्को लगाउने त्यसपछि काम छैन भने त्यतिकै बस्ने काम छैन भने त्यतिकै बस्ने बार्कोट लगाउने छ भने बार्कोट लगाउने अब अफिसबाट निस्किने थिएँ अस्तिसम्म 4 बजीदेखि त्यहाँ आएर सुतेको हो 4:30 बजीदेखि सुतेको यहाँ भित्रको त विनोदले कति खाएको थियो यहाँ भित्रबाट त विनोदले कति खाएको थियो के एकचोटि 3-4वटा मिठाई लिएर गएर त्यो एकचोटि पनि खाइरहेको थियो चिज पनि कति खाएको थियो दोकानमा थाहा पाथ्यो त तर दोकानमा थाहा पाथ्यो ड्यामेज भएको भए त्यहाँ झरेको पनि हुनुपर्ने खाली थियो कसले कहिले बसेर अस्ति एक दिन भनेको त्यो दिन फेरि लास्टै काम थियो माया डेलिभरी नानेर थियो मान्छे गल्लीमा पुरै भरेको थियो अनि यो अगाडिदेखि त्यो सामान जम्मा गर्छौँ नि हामीले गाडी पठाउनुलाई त्यहाँ पुरै समस्या भरेको थियो गेटदेखि
के दिन्छ नि अब तरकारी भन्नु त अस्ति नै गर्थ्यो अस्ति नै आफू चाहिँ उता गयो नि सम्झना यहाँ राखेर त्यो मेडिकल गर्नु पऱ्यो भनेर केही दिन चाहिँ के गोरुको मासु ल्याएर यस्तो नमिठो माया त यस्तो नमिठो क्या गोरुको मासु ल्याएर खाऊ भनेर खोलेर गर्थ्यो नमिठो माया नमिठो सक्यो दाजु बाँकी छ अनि धेरै छ तेल चाहिँ कमै हालेछ इन्जिन पनि त्यति लागेको छैन अन्त खुर्सानीमा पनि मसला पनि छैन मासु पनि पनि बिग्रियो लागेको आफैले ब्रोइलरको मासु ल्याएको थिएँ यसलाई पनि पो नमिठो बनाइदियो मासु त्यो तर्कारी त्यो मासुले पुरै टाइमको खाना जस्तो थियो कि त्यहाँ त के गरेर रेडी गरेर ठक्क बस्यो नि त होला मार्केटमा के काम गर्नुपर्छ यसको यो गाडीबाट सामान लान्छ नि पुरै डिस्प्ले गर्ने मेरो चाहिँ यो काम त्यो गाडीबाट गएको सामान त त्यो बनाउनु चाहिँ कति टाइम लाग्छ त्यो लाग्छ है लाग्दैन दिनभरि त्यो आफ्नो आफ्नो सामान जस्तै तपाईँको सामान त्यही त आफ्नो आफ्नो सामान लगेर आफ्नो आफ्नो उसमा मिलाएर राख्नु त मिलाएर जति सबै कहाँ छ जब बनाउनु पऱ्यो कसैले हेरेर नै सघाउन मेरो त्यो दिनभरिमा त म त्यो त्यहाँको पुरै मार्केटै खाली गरेर राख्नलाई एक गाडी पनि जाँदैछ खत्तम हो गएन उधर किधर है